Hello everyone, what is up? Long time no see due to this festival of the Saint year. But from today, आजदेखि हामी एकदम रेगुलर हुन्छौँ र अस्तिको पाली तिमीहरूलाई मैले लास्ट टाइम हाइड्रोकार्बनको पार्ट 1 सिकाएको थिएँ जसमा हामीले अल्केन अल्किन अल्काइन केही हामीले त्यसको बारेमा अलिकति केही जेनरल फर्मुलाहरू पढेको थियौँ अनि जेनरल फर्मुलाबाट मोलिकुलर फर्मुला कसरी आउँछ त्यो हेरेको थियौँ। सायद इथेन र डिकेनको हेरेको थियौँ होला। त्यसरी नै गर्दाखेरि तिमीहरूलाई पेन्टेन ब्युटेनहरूको पनि मजाले हेप्टेन अक्टेनहरू पनि मजाले आइहाल्छ। सो त्यो भयो हाम्रो एउटा पार्ट। अब पार्ट 2 मा हामी स्ट्रक्चरल फर्मुला फर अल द अल्केन्स ओके अल्केन्सको स्ट्रक्चरल फर्मुला कसरी गरिन्छ भनेर हामी मस्तले सिक्न गइरहेछौँ र अल्केन जम्मा 10 वटा हुन्छ थाहा छ हामीलाई। मिथेनदेखि डिकेनसम्म हुन्छ मजाले थाहा छ। सो सुरुमा आई नम्बरमा म मिथेन लेख्छु। सो मिथेनको मोलिकुलर फर्मुला सुरुमा थाहा हुनुपर्छ हामीलाई। कुनै पनि कुराको स्ट्रक्चरल फर्मुला थाहा हुनको लागि त्यसको मोलिकुलर फर्मुला थाहा हुन्छ। सो अल्केन यहाँ हेर्ने सफिक्स के छ एएनई छ। अल्केन भनेपछि अल्केनमा कतिवटा बोन्ड सिंगल बोन्ड सेचुरेटेड हाइड्रोकार्बन इजन्ट इट। सो सेचुरेटेड भने पछाडि सिंगल बोन्ड। त्यसो भए अल्केनको जेनरल फर्मुला के हो त CnH2n+2 हो कि हैन। सो हामीलाई थाहा छ मजाले वेयर n इज द नम्बर अफ कार्बन कन्टेन्ट्स। सो मिथेन भनेको कति नम्बरमा पर्छ? मिथेन भनेको 1 नम्बरमा पर्छ भनेपछि 1 नम्बर भन्ने बित्तिकै नम्बर अफ कार्बन 1 सम्झिने। 1 नम्बर भन्ने बित्तिकै नम्बर अफ कार्बन 1 सम्झिने भनेपछि यो अनुसार यो कन्सेप्ट अनुसार हामीले फर्मुला निकाल्नु पर्यो। सो CnH2n+2 भने पछाडि मिथेनको CnH2n+2 भने पछाडि मिथेनको मोलिकुलर फर्मुला के भयो? Cn को ठाउँमा 1 H2 + 2 4। सो C1H4 भन्नु र CH4 भन्नु एउटै हो, फरक पर्दैन। सो मिथेनको मोलिकुलर फर्मुला हामीले थाहा भयो। सो जब मोलिकुलर फर्मुला थाहा हुन्छ तब हामीलाई स्ट्रक्चरल पनि थाहा हुन्छ। सो स्ट्रक्चरल कसरी बनाउने भन्दाखेरि सुरुमा त तिमीहरू कार्बन बनाउँछौ यसरी ओके। अनि हाइड्रोजन कहाँ हाल्ने सर? हाइड्रोजन यसरी वरिपरि सिंगल बोन्ड बनाएर हाल्दिने। सिम्पल छ एकदम। हाइड्रोजन यसरी वरिपरि सिंगल बोन्ड बनाएर हाल्दिने। सी एउटा H4 1 2 3 4 हाइड्रोजन 4टा। सो यसरी सिंगल बोन्ड हुने पर्यो। अनि कार्बनको वरिपरि टोटल 4टा बोन्ड हुने पर्यो ओके। कार्बनको वरिपरि टोटल 4टा बोन्ड हुनु पर्यो। अनि यसरी छेउछेउमा सिंगल बोन्ड हुनु पर्यो। सिंगल बोन्ड हुने बित्तिकै हामीलाई के थाहा हुन्छ? यो अल्केन भनेर थाहा हुन्छ। सो अल्केनमा मिथेन इथेन प्रोपेन ब्युटेन ओके डिकेनसम्म। सो यो भयो स्ट्रक्चरल फर्मुला मिथेनको। अझै मजाले बुझ्नको लागि हामी फेरि ट्राई गर्छौँ इथेनको ट्राई गर्छौँ। सो इथेन 2 नम्बरमा पर्छ भनेपछि कार्बन नम्बर अफ कार्बन पनि 2 नै भयो। सो CnH2n+2 अनुसार Cn को ठाउँमा 2 H n को ठाउँमा 2 2 2 जा 4 2 2 जा 4 + 2 6 भने पछाडि इथेनको मोलिकुलर फर्मुला के भयो? C2H6 के भयो? C2H6 C2 भन्नेको मिनिङ कार्बन दुईटा कार्बन कार्बनको बिचमा कतिवटा बोन्ड सिंगल बोन्ड किनभने अल्केनमा सेचुरेटेड हाइड्रोकार्बन व्हिच कन्टेन सिंगल बोन्ड। सर अब हाइड्रोजनलाई के गर्ने? हाइड्रोजनलाई घुमाइदिने वरिपरि एक एकवटा बोन्ड हालेर ओके। हाइड्रोजन यति भयो किनभने यो कार्बनमा जम्मा 4टा बोन्ड हुनु पर्यो। 4टा बोन्ड भएको छ। अब यो कार्बनमा हाल्दिने। यहाँ पनि 4टा बोन्ड भयो टोटल। हाइड्रोजन कतिवटा भयो हेरौँ? C2H6 1 2 3 4 5 6 6वटा हाइड्रोजन 2टा कार्बन। यो पनि ठिक छ। सो दिस इज द स्ट्रक्चरल फर्मुला अफ अल द अल्केन्स। अब अन्तिममा हामी ट्राई गर्ने डिकेनको ओके। सिम्पल छ। डिकेन भन्ने बित्तिकै 10 नम्बरमा पर्छ, याद गर्ने यो कुरा। डिकेन 10 नम्बरमा पर्छ ओके। त्यो हाम्रो म्याथमा मल्टिपल साइड पोलिगनहरू हुन्छ नि, डेकागोनहरू नोनागोनहरू हुन्छ नि। डेकागोन भन्ने बित्तिकै जम्मा 10 वटा साइड भएको फिगर बुझिन्छ किनभने डेक भनेको यसो हेर्दाखेरि 10 हो ओके। सो डिकेन 10 नम्बरमा पर्छ भने पछाडि 10 नम्बरमा पर्छ भन्नेको मिनिङ CnH2n+2 भन्ने फर्मुला अनुसार। सो यसको मोलिकुलर फर्मुला मजाले निकाल्न सकिन्छ। Cn को ठाउँमा म राख्छु 10 H n को ठाउँमा 10 राख्दा 10 × 2 20 10 × 2 20 20 मा 2 जोड्दा 22। सो डिकेनको मोलिकुलर फर्मुला के बन्यो? C10H22। सो यसको स्ट्रक्चर बनाउन गइरहेको छु म। सो C10H22 कति अरे? C10H22 C10 भन्नुको मिनिङ कार्बन 10 वटा 1 2 3 4 5 6 7 8 9 10 10 कार्बन। सो हाइड्रोजन वरिपरि हाल्दिने। जम्मा वरिपरि 4टा बोन्ड हुनु पर्यो। 4टा बोन्ड 6 ओके। सो हाइड्रोजन वरिपरि 1 2 3 4टा बोन्ड हाइड्रोजन वरिपरि हाइड्रोजन यसरी वरिपरि
हाइड्रोजन वरिपरि यसरी। सो यसरी हामीले गर्न सक्यौँ भने हामीलाई मजाले स्ट्रक्चरल फर्मुला जे कुराको पनि निकाल्न आउँछ। ओके, सो हाइड्रोजन यसरी वरिपरि। सो दिस इज द स्ट्रक्चरल फर्मुला फर डिकेन। ओके, डिकेनको यो के हो स्ट्रक्चरल फर्मुला। गनौँ कतिवटा हाइड्रोजन 22वटा पुग्नु पऱ्यो। 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22। सो दिस इज द पर्फेक्ट स्ट्रक्चरल फर्मुला फर डिकेन। ओके, सो अल्केन त भइहाल्यो। अल्केन भनेको मिथेनदेखि डिकेनसम्म। सो तिमीलाई प्रोपेन ब्युटेन पेन्टेन हेक्सेन हेप्टेन अक्टेन नोनेनहरू पनि बनाउन आइहाल्छ। यसरी नै यो CnH2n+2 हाल्ने, कार्बन कतिवटा छ हेर्ने, कति नम्बरमा पर्छ त्यो हेर्ने, त्यो अनुसार मजाले यसरी स्ट्रक्चरल फर्मुला बनाउन सक्छौ। ओके, सो अब हामी अलिकति एउटा सानो कुरा हेर्न गइरहेछौँ। यसले एकदम मजाले बुझिन्छ, यो सिम्पल छ। सो मोलिकुलर फर्मुला हुन्छ एउटा। सो एउटा हुन्छ मोलिकुलर फर्मुला, अर्को हुन्छ कन्डेन्स फर्मुला। कन्डेन्स भन्नुको मिनिङ सर्ट गर्ने क्या, सर्ट भनेको यसो सर्ट सानो बनाउने क्या। सो यो स्ट्रक्चरल फर्मुलालाई कसरी सानो रूपमा लेख्न सकिन्छ हो त्यो नै हाम्रो के हो कन्डेन्स फर्मुला अनि स्ट्रक्चर। सो सुरुमा इथेनको हेरौँ ल, बुझिन्छ मजाले इथेनको। ल इथेनको के हो जेनरल फर्मुला CnH2n+2 हो कि होइन। सो एन कति हुन्छ 2 हुन्छ भने C2H2 सो इथेनको यो C2H6 जुन छ नि, C2H6 जुन छ नि यो इथेनको, यो हाम्रो मोलिकुलर फर्मुला हो, नझुक्किने। C2H6 हाम्रो इथेनको मोलिकुलर फर्मुला हो। सर त्यसो भए कन्डेन्स कसरी लेख्ने त? कन्डेन्स कसरी लेख्ने भन्दा स्ट्रक्चर हेर्ने है। सो यहाँ हेर्ने स्ट्रक्चर C1 2 3 तीनटा हाइड्रोजन CH3 बुझिन्छ मजाले बुझिन्छ। CH3 यहाँ हेर्ने CH3 सिंगल बोन्ड CH3। सो यसलाई भन्छौँ हामी कन्डेन्स। सो स्ट्रक्चर हेर्दै एउटा कार्बन C लेख्ने, त्यसको वरिपरि कतिवटा हाइड्रोजन छ त्यो लेख्ने 1 2 3। सो CH3 सिंगल बोन्डको सिंगल बोन्ड, फेरि C1 2 3 H3। सो यसरी CH3 हो कि होइन। सो अब स्ट्रक्चर त मजाले तिमीलाई बनाउन आइहाल्छ। दुईटा कार्बन वरिपरि हाइड्रोजन वरिपरि हाइड्रोजन। सो कन्डेन्स फर्मुला भनेको यस्तो स्ट्रक्चर हेर्दै मजाले हामीले कन्डेन्स लेख्न सकिन्छ ल। सो C2H6 बुझिन्छ है, कार्बन 2टा हाइड्रोजन 6वटा, कार्बन 2टा हाइड्रोजन 6वटा। सो कम्बाइनली एकैचोटि लेख्यौँ भने हामी यसलाई भन्छौँ मोलिकुलर फर्मुला। तर अब फर्मुला हेर्दै पार्ट छुट्याउँदै यसरी बोन्ड दिँदै लेख्यौँ भने त्यसलाई भन्छौँ हामी कन्डेन्स फर्मुला। सिम्पल कुरा हो, एकदम मजाले बुझिन्छ। सो यस, अब एकचोटि हामी डिकेनको ट्राई गरौँ। सो मोलिकुलर फर्मुला डिकेनको के हुन्छ, कार्बन चाहिँ 10वटा अनि H2n+2 2n+2 भनेको चाहिँ n को ठाउँमा 10, 2n भनेको 20 20 + 2 22। सो डिकेनको यो भयो मोलिकुलर फर्मुला। अब कन्डेन्स कसरी लेख्ने भन्दाखेरि कन्डेन्स चाहिँ यहाँले मजाले बुझिन्छ। CH3 CH2 कतिवटा हाइड्रोजन चाहिँ कार्बनसँग हेर्ने, यहाँ तीनटा छ, बिचमा सबैमा दुईटा छ, कार्बनसँग दुईटा छ हो कि होइन। सो CH3 सो CH3 CH2 हेर्ने तीनटा छ नि त यहाँ, त्यही भएर। सो यसको कन्डेन्स फर्मुला स्ट्रक्चर हेर्दै मजाले के छ भन्दाखेरि CH3 सिंगल बोन्ड नदिँदा पनि हुन्छ, तर अलिकति राम्रो देखिनको लागि दिँदा राम्रो हो कि। सो नदिँदा पनि फरक पर्दैन, तर दिएको चाहिँ एकदम राम्रो। सो CH3 CH2 कतिवटा अब 1 2 3 4 5 6 7 8 9 10वटा कार्बन हाइड्रोजन 22वटा। ओके, कन्डेन्स भनेको यो, यसको मोलिकुलर एकैचोटि कम्बाइन गरेर स्ट्रक्चर हाल त यिनीहरू नै छ, फरक पर्दैन। ओके, अब हामीले अल्केनको बारेमा पढ्यौँ। अब हामी अल्किनको बारेमा पनि सेम। सो यो सफिक्स छ नि, सफिक्सले फरक पर्छ, अरू सबै नाम त्यही हो ल। सो अल्केनको स्पेलिङ कस्तो हुन्थ्यो, ALKANE हो किन। सो सफिक्समा ANE थियो, अब अल्किनमा सफिक्समा के हाल्ने, ENE हाल्ने। सो ENE हाल्ने। सो मिथिन भन्ने कुरा हुँदैन ल अल्किनमा। मिथिन भन्ने कुरा किन हुँदैन भने नि, अल्किन भनेको के हो, अगाडिको भिडियो हेर्ने। अल्किन भनेको के हो, अल्किन भनेको अनस्याचुरेटेड हाइड्रोकार्बन भन्नुको मतलब कार्बन एटमको बिचमा डबल अथवा ट्रिपल बोन्ड छ। ट्रिपल बोन्डको कुरा नगरौँ मैले, यो अल्काइनमा हो। कार्बन एटमको बिचमा डबल बोन्ड छ, कार्बन एटमको बिचमा डबल बोन्ड छ भने त्यो एउटा अनस्याचुरेटेड हाइड्रोकार्बन हो र त्यसलाई हामी भन्छौँ अल्किन। ओके,
सो कार्बन कार्बन एटमको बिचमा डबल बोन्ड चाहियो नि त हामीलाई। तर अब मिथिन भएको भए त मिथिनमा त एउटा मात्रै कार्बन हुन्थ्यो। हामीलाई अल्किन हुनको लागि एटलिस्ट दुईवटा कार्बन त चाहियो नि त डबल बोन्ड बनाउनको लागि। हाइड्रोजनसँग त सिङ्गल बोन्ड मात्रै हुन्छ। कार्बन कार्बन एटमको बिचमा डबल बोन्ड छ भने त्यो एउटा अल्किन हो। तर मिथिन हुँदैन, किनभने मिथिनमा एउटा मात्रै कार्बन हुन्छ। सो एउटा मात्रै कार्बन भयो भने डबल बोन्ड चाहिँ कुन कार्बनसँग हाल्ने त? सो एटलिस्ट दुईवटा कार्बन चाहिँ हुने पर्यो। अल्किनमा एटलिस्ट दुईवटा कार्बन चाहिँ हुने पर्यो। त्यही भएर हामी जहिले पनि इथिनदेखि सुरु गर्छौँ, किनभने इथिनमा एटलिस्ट दुईवटा कार्बन हुन्छ। यो कुरा बुझेन? मिथिन हुँदैन, किनभने मिथिनमा एउटा मात्रै कार्बन हुन्थ्यो। तर हामीले अल्किन भनेर के पढेको छौँ भन्दा कार्बन कार्बन दुईवटा कार्बन एटमको बिचमा डबल बोन्ड हुनु पर्यो। दुईवटा कार्बनको बिचमा एटलिस्ट दुईवटा कार्बन हुनु पर्यो। मिथिनमा चाहिँ एउटा मात्रै कार्बन हुन्छ, त्यही भएर हामी अल्किनमा मिथिन लेख्दैनौँ। ओके, यो कुरा याद गर्ने। सो दुईवटा कार्बन हुने पर्यो। सो इथिनदेखि सुरु गरौँ। त्यो हामीले पढेको छौँ इथ प्रो ब्युट पेन्ट हेक्स हेप्ट अक्ट। सो ओके, त्यसको पछाडि इएनई हाल्दिने। अल्केनमा हामी एएनई हाल्थ्यौँ, अल्किनमा हामी इएनई हाल्छौँ। ओके, इथिन भयो अनि प्रोपिन भयो। ओके होइन, ब्युट इन भयो, इएनई छ। अनि पेन्ट इन भयो, हेक्स इन भयो, हेप्ट इन भयो। ओके होइन, सिम्पल छ, मजाले बुझिन्छ। अक्ट इन भयो, नोन इन भयो, अनि 10मा टेक इन भयो। ओके होइन, सो यो मजाले बुझिन्छ। सो यसको जेनरल फर्मुला याद गर्ने। जेनरल फर्मुला अघिको अल्केनमा CnH2n+2 थियो भने अल्किनमा मात्र CnH2n याद गर्ने कुरा। सो यसको जेनरल फर्मुला के हो? CnH2n, वेयर n इज द नम्बर अफ कार्बन एटम कन्टेन्ट। ओके होइन, सो यो अनुसार हामी सबैको मोलिकुलर फर्मुला मजाले लेख्न सक्छौँ। फर इक्जाम्पल इथिनको लेख्ने, अघि इथेन थियो, अहिले इथिन। ल इथिनलाई हामी इथाइलिन पनि भन्छौँ, याद गर्ने यो कुरा। इथिनलाई हामी इथाइलिन पनि भन्छौँ। ओके, त्यस्तै गरी प्रोपिनलाई हामी प्रोपाइलिन, ब्युटाइलिन, पेन्टाइलिन। ओके, यो चाहिँ हाम्रो आइयुपिएससी नेम हो। ओके, यो चाहिँ हाम्रो कमन नेम हो। आइयुपिएससी भनेको एउटा केमिस्ट्रीको, एप्लाइड केमिस्ट्रीको एउटा इन्स्टिट्युसन हो। ओके, तिनीहरूले नाम राखेको। सो यो चाहिँ कमन नेम हो। ओके, सो इथिनको अब हामी मोलिकुलर फर्मुला कसरी लेख्ने भन्दाखेरि जेनरल फर्मुला के छ? CnH2n+2 छ। इथिनमा कतिवटा कार्बन हुन्छ? दुईवटा। एनको ठाउँमा हामी कति हाल्छौँ? 2, C2H, 2 2 जा 4। कति आयो? C2H4, C2H4। यो फर्मुला अनुसार फर्मुला याद गर्ने, यो जेनरल याद गर्ने, अरू त याद भइहाल्छ। भने अब प्रोपिनमा कार्बन 3टा, H, 3 2 जा 6, डबल छ, 2n भनेको डबल, यसरी हाल्ने। C4H12, C5 सरी H8, C5H10, C6H12। ओके न, जतिवटा कार्बन त्यसको डबल याद गर्ने कुरा। ओके, सो इथिन, प्रोपिन, ब्युटिन, पेन्टेन, हेक्सिन लाँदै गर्ने। सो यो भयो हाम्रो जेनरल फर्मुला। अब स्ट्रक्चरल फर्मुला बनाउनको लागि मस्त कार्बन जस्तै C2H4 को बनाउँछु म, जसको यो भनेको हाम्रो अल्किन हो। यसको कार्बन कतिवटा छ? दुईवटा, कार्बन दुईवटा। सो अल्किन भनेको के? अनस्याचुरेटेड हाइड्रोकार्बन जसमा कार्बन कार्बन एटमको बिचमा कतिवटा बोन्ड हुन्छ? दुईवटा। टक्कसँग चाहिँ दुईवटा बोन्ड हाल्छौ तिमीहरू, तर अब हाइड्रोजनसँग त्यो एउटा मात्रै बोन्ड हुन्छ। सो कार्बन कार्बन एटमको बिचमा दुईवटा बोन्ड। अब हाइड्रोजन 4टा छ नि त, त्यसो वरिपरि हालिदिने यसरी। यहाँ मैले दुईवटा मात्रै हालेँ, किनभने बोन्ड यहाँ 4टा पुगिसक्यो यसमा। अब यसको पालो, यहाँ पनि म दुईवटा हालिदिन्छु, यो पनि 4टा बोन्ड मजाले यहाँ पुगिसक्यो। सो C2H4 यो हाम्रो स्ट्रक्चरल फर्मुला हो अल्किनको, सरी इथिनको। अब म प्रोपिनको बनाउन गइरहेको छु। प्रोपिनमा C3H6 हो कि होइन। सो C3 भने पछाडि सुरुमा डबल बोन्ड त हुनु पऱ्यो, अल्किनको कुरा हो नि त। अल्किनको इक्जाम्पल प्रोपिन हो, त्यही भएर अब वरिपरि हाइड्रोजन हालिदिउँ। जसरी हाल्दा नि हुन्छ, फरक पर्दैन, यता हाल्दा नि हुन्छ। तर जे होस् 4टा चाहिँ हुनु पऱ्यो वरिपरि, 4टा मात्रै हुनु पऱ्यो, 5वटा पनि हुन पाएन, 3टा पनि हुन पाएन। सो यहाँ 3टा बोन्ड छँदैछ, त्यही भएर लास्टमा म एउटा हाल्छु। अब एउटा मात्रै बोन्ड छ, यसलाई म 4टा बनाउँछु। सो यो हाम्रो के को स्ट्रक्चर फर्मुला बन्यो? प्रोपिनको। ओके, डिकिनको ट्राई गर्ने, डिकिनको ट्राई गरौँ ल, डिकिनको ट्राई गरौँ ल। डिकिन अघि हामीले डिकेन गरेको थियौँ, यो यहाँ सफिक्स हेर्ने, यिनी चाहिँ अल्किनको इक्जाम्पल हो। सो डिकिन 10मा पर्छ भने पछाडि C10H2n मात्रै हो, 2n भनेको 20। ओके, CnH2n मात्रै हो। सो यो बनाउने। सो सुरुमा त म कार्बनको 10वटा बनाउँछु। सुरुमै डबल बोन्ड हालिदियो भने ढुक्क भइहाल्छ।
3 4 5 6 7 8 9 10 ओके 10 वटा अब डबल बोन्ड छ त्यही भएर के गर्ने भन्दाखेरि हाइड्रोजन यसरी दुईटा हाल्ने 4टा भइहाल्यो सो दुईटा हाइड्रोजन यहाँ 3टा बोन्ड भइसक्यो अलरेडी यहाँबाट मात्रै हाइड्रोजन हाल्ने सो यहाँ दुईटा मात्रै बोन्ड छ यहाँ दुईटा हाइड्रोजन हाल्ने अब यहाँदेखि दुईवटा हाल्दै जाने 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 यहाँ 3टा हाल्ने किनभने यहाँ एउटा मात्रै बोन्ड छ 3टा हाल्यो भने 4टा बनिन्छ ओके 4टा बन्यो गएर सो यो हाम्रो स्ट्रक्चरल फर्मुला बन्यो के को डिकिनको डेकिनको चाहिँ भन्यो भने सो C10H20 हाइड्रोजन गरौँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 सो एकदम यो करेक्ट फर्मुला हो के तिमीले डबल बोन्ड जहीँ पनि हाल्न पाउँछौ बिचमा पनि छेउमा पनि हाल्न पाउँछौ मजाले हो के जहीँ हाल्न पाउँछौ तर मैले सजिलोको लागि यिनीहरू हाल्दिएँ हो के यहाँ हालेको भए त्यही अनुसारको कार्बन हाइड्रोजन फिट गर्नु पर्थ्यो आइसोमर भन्छ त्यसलाई हामी पछि 11 12 मा मस्तले पढ्ने हो के मोलिकुलर फर्मुला सेम तर स्ट्रक्चरमा डिफ्रेन्ट आयो भने त्यसलाई भन्यो आइसोमर भन्छौँ हामी त्यो पछि सो यतिकै यहाँ डबल बोन्ड हाल्दिहाल्ने ढुक्क भइहाल्छ सो डिकिनको यो एउटा स्ट्रक्चरल फर्मुला भयो कन्डेन्स पनि तिमीलाई आइहाल्छ कन्डेन्स पनि आइहाल्छ तिमीलाई कन्डेन्स कसरी CH2 यहाँ हेर्ने CH2 ठिक छ डबल बोन्ड CH सिंगल बोन्ड CH2 लाँदै गर्ने CH2 लाँदै CH3 अन्तिममा त्यही हाम्रो के भयो त्यही हाम्रो हुन पुग्यो के कन्डेन्स फर्मुला हो के सो यो कुरा भयो हाम्रो अल्किनको सो अब हामी अन्तिममा लास्ट एउटा अल्काइनको कुरा गर्छौँ याद गर्ने 3टा हुन्छ हो के अल्केन अल्किन अल्काइन 3टा हुन्छ हो के अल्केन भनेको स्याचुरेटेड अल्किन र अल्काइन भनेको अनस्याचुरेटेड भनेको कि त डबल बोन्ड कि त ट्रिपल बोन्ड अघि हामीले डबल बोन्ड अल्किनमा हालेको थियौँ अब ट्रिपल बोन्ड अल्काइनमा हाल्छौँ याद गर्ने जस्तो यदि कार्बन कार्बन एटमको बिचमा ट्रिपल बोन्ड छ भने त्यसलाई भन्छौँ हामी अल्काइन भनेपछि कार्बन कार्बन एटमको भने पछाडि कार्बन कार्बन एटमको बिचमा ट्रिपल बोन्ड हो नि त भने पछाडि एटलिस्ट कतिवटा कार्बन चाहियो हामीलाई यहाँ पनि 2टा भनेपछि अल्काइनमा पनि हामी इथाइनदेखि सुरु गर्छौँ याद गर्ने यो कुरा सो इथ प्रोप यो सरी प्रिफिक्सहरू त अगाडिको याद गर्ने सो यो सफिक्समा के छ YN त्यही भएर मैले YN छ त्यही भएर मैले के हालेँ YN हालिरहेको छु सो इथाइन प्रोपाइन थाहा भयो नि किन 2 देखि सुरु भयो भने कार्बन कार्बन एटमको बिचमा हामीलाई ट्रिपल बोन्ड चाहिएको छ ओके न एटलिस्ट 2टा कार्बन त हुने भएर मिथाइन भएको भए एउटा मात्रै कार्बन हुन्थ्यो त्यहाँ हाल्न मिल्दैन थियो ओके सो इथाइन प्रोपाइन ब्युटाइन ओके न पेन्टाइन सो हेक्साइन एप्टाइन अक्टाइन नोनाइन डिकाइन ओके जस 10वटा हुन्छ सो यसको जेनरल फर्मुला याद गर्ने यसको जेनरल फर्मुला के हो भन्दाखेरि CnH2n-2 याद गर्ने यति 3टा कुरा याद गरेर नि भनेर गइहाल्यो अल्केनमा CnH2n+2 अल्किनमा CnH2n मात्र अल्काइनमा CnH2n-2 याद गर्ने यो कुरा सो यही अनुसार हामी ट्राई गरौँ ल ओके सो हामी यिनीहरू डिकाइनको ट्राई गर्छौँ बुझिहाल्छ मजाले अरू सबै तिमीलाई आइहाल्छ इथाइन देखाइहाल्छ सो डिकाइनको ट्राई गर्छौँ हामी डिकाइनमा कार्बन 10वटा सो CnH2n-2 अनुसार C10H2n 2 10 जा 20 20 मा 2 घटाउँदा 2 10 जा 20 20 मा 2 घटाउँदा 18 सो डिकाइनको हामीलाई मोलिकुलर फर्मुला के भन्यो C10H18 डिकाइनको के रहेछ मोलिकुलर फर्मुला अब हामी यसको स्ट्रक्चर बनाउन गइरहेका छौँ सो कार्बन 10वटा 2 3 4 5 6 7 8 9 10 यसरी पनि बनाउँदा हुन्छ फरक पर्दैन हो के जे होस् चेनमा हुनु पर्यो 10वटा अब कार्बन कार्बन एटमको बिचमा मैले कतिलाई भनेको छु अल्काइनमा ट्रिपल बोन्ड अल्काइन भनेको अल्काइन डिकाइन भनेको के हो अल्काइनको एक्जाम्पल सो ट्रिपल बोन्ड हुनु पर्यो कार्बन कार्बन एटमको बिचमा एटलिस्ट एउटा ओके एउटा मात्र हुनु पर्यो अरूमा त सिंगलै बनाउने यसरी सो अघि अल्किनको बेलामा पनि हामीले कार्बन कार्बन एटमको बिचमा सुरुमै डबल बोन्ड हालेको थियौँ ढुक्क भइहाल्थ्यौँ यहाँ पनि सुरुमै ट्रिपल बोन्ड हाल्दिनु ढुक्क भइहाल्छ बिचमा नि हाल्दैन चाहिँ फरक पर्दैन त्यही अनुसार हाइड्रोजन मिलाउने हो सो ट्रिपल बोन्ड त हालेँ मैले अब वरिपरि हामी के गर्छौँ हाइड्रोजनलाई हाल्छौँ सो यहाँ 3टा भइसक्यो अब हामीले एउटा मात्रै चाहियो 4टा हुनु पर्यो नि त सो यहाँ सब भइसक्यो अब यहाँ हेर ल यहाँ हेर त यहाँ कार्बन छ 3टा बोन्ड छ 4टा बोन्ड छ 4टा बोन्ड त पुगिसक्यो 3टा बोन्ड छ 4टा बोन्ड अब हाइड्रोजन हाल्न मिल्यो त मिलेन किनभने 4टा बोन्ड मात्रै चाहिएको थियो हामीलाई 4टा बोन्ड पुगिसक्यो अब यहाँ हाल्ने यहाँ 2टा बोन्ड छ 3टा 4टा सो 2 हाल्दै जाने यसरी 2 हाल्दै जाने यसरी 2 यसरी हाल्दै जाने यसरी हाल्ने 2 सो यो हाम्रो स्ट्रक्चरल फर्मुला भयो के को भन्दाखेरि
अल्काइनमा डिकाइनको ओके जे होस् 9वटा हुन्छ याद गर्ने इथाइनदेखि डिकाइनसम्म अल्काइनमा डिकाइनको हाम्रो के भयो स्ट्रक्चरल फर्मुला ओके सो हाइड्रोजन 18वटा छ कि चेक गरौँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 18वटा हाइड्रोजन 3 4 5 6 7 8 9 10 10वटा कार्बन सो दिस इज द स्ट्रक्चरल फर्मुला फर डिकाइन याद गर्ने कार्बन कार्बन एटमको बिचमा ट्रिपल बन्ड हुनु पर्यो याद गर्ने ओके सो अनस्याचुरेटेड हो त्यो एउटा यहाँ किन हाइड्रोजन नहालेको थाहा छ किनभने यहाँ 3टा बोन्ड छ 4टा बोन्ड छ टोटल यहाँ वरिपरि यहाँ हेर्ने त यहाँ हेरेको कतिवटा बोन्ड छ वरिपरि 1 2 3 4 4टा बोन्ड चाहिएको नि त हामीलाई 4टा त पुगिसक्यो हाइड्रोजन थप भन्दा बिग्रिन्छ यो फर्मुला त बिग्रिन्छ मस्त बिग्रिन्छ त्यही भएर 4टा बोन्ड मात्रै बनाउने हो त्यही भएर यहाँ हाइड्रोजन हाल्न मिलेन सो यो भयो हाम्रो डिकाइनको स्ट्रक्चरल फर्मुला यो भयो हाम्रो डिकाइनको मोलिकुलर फर्मुला अब कन्डेन्स फर्मुला डिकाइनको अब लास्ट एउटा कन्डेन्स फर्मुला अनि तिमीले मजाले बुझिहाल्छौ कन्डेन्स फर्मुला कसरी गर्ने CH यहाँ है CH भइसक्यो ट्रिपल बोन्ड C सिंगल बोन्ड अब CH2 CH3 मैले अल्केनमा बोन्ड नहाल्दा नि हुन्छ भने तर अब हामीले अल्किन र अल्काइनमा चाहिँ हाल्नै पर्छ किनभने ट्रिपल बोन्ड देखाउनु पर्यो नि त त्यही भएर क्या सो CH3 यहाँ हाम्रो यो के भयो हाम्रो कन्डेन्स फर्मुला हेर्ने सो यहाँ अलिकति यहाँ हेर अब गरौँ त 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 सो 18वटा हाइड्रोजन 10वटा कार्बन कन्डेन्स फर्मुला फर डिकाइन अल्काइनको डिकाइन ओके सो यति 3टा हुन्छ अल्काइन त्यसमा पनि अल्केनमा मिथेनदेखि डिकेनसम्म अल्किनमा इथिनदेखि डिकिनसम्म अल्काइनमा इथाइनदेखि डिकाइनसम्म अल्किन र अल्काइनमा हाम्रो मिथिन र मिथाइन हुँदैन किनभने कार्बन कार्बन एटमको बिचमा हामीलाई चाहिएको थियो त्यही भएर 2टा कार्बन त हुनै पर्यो त्यही भएर इत्तेको सुरु हुन्छ याद गर्ने यो कुरा सो अल्किनमा कार्बन कार्बनको बिचमा एटमको बिचमा डबल बोन्ड अल्काइनमा कार्बन कार्बन एटमको बिचमा ट्रिपल बोन्ड ओके अल्केनमा त सिंगल बोन्ड मात्र सो यस थ्याङ्क यू